म सँगसँगै आइपुगेको छ मलियोबाट आएँ म माथिबाट आएँ होइन मैले आएको छ यो बदमासी गरेर हामी छानबिन गरेर चाहिँ हामी कारबाहीको दायरामा ल्याउँछौँ अहिले भएका अहिले भएका सबैजनाले दमासाइ गरेर लानु है सम्बन्धमा उपरोक्त विषयमा बागमती प्रदेश दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 1 मा 80% चाहिँ आदिवासी जनजाति सीमान्तकृत थामी जातिको बसोबास गरेको वडा अधिकांश नागरिकहरू कृषि पेशामा आश्रित भई स्थानीय रहिखाने बाली जस्तै मकै कोदो धान फापर गहुँ लगायतका बालीहरू लगाई जीविकोपार्जन गर्दै आएको हुँदा यो समय भनेको खेतीको समय भएको र बुढापाकाको उखान अनुसार मानो खाएर मुरी उब्जाउने समय मलको अति आवश्यकता भएकोले कृषकहरूलाई मध्यनजर गरेर बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौँडा र सामग्री कम्पनी लिमिटेड सिन्धुलीबाट प्राप्त रासायनिक युरिया डिएपी आदि मल भीमेश्वर नगरपालिकाले सबै वडामा वितरण गर्दै आएकोमा यस आर्थिक वर्षमा पनि कृषि शाखाले मल मिति 2082 साल वैशाख 6 गते वडामा झारिदिन्छु भने पश्चात वडा अध्यक्ष विश्वस्त भई मिति 2082 साल वैशाख 4 गते मिति 2082 साल वैशाख 7 गते पानीघाट कृषि तथा पशुपन्छी फर्मको कार्यालयमा मल 7 बजे वितरण गर्ने सार्वजनिक सूचना जारी गरी म वडा अध्यक्ष फेरि मिति 2082 साल वैशाख 5 गते कृषि शाखामा गई बुझ्दा मल अन्यत्र वडाले लगिसक्यो भनी गैर जिम्मेवारीपूर्ण जवाफ दिई वडा नम्बर 1 का कृषकलाई समस्या मार्कामा पारी मल उपलब्ध नगराउने नियति बुझिन आएकोले सत्य तथ्य छानबिन गरी यथाशीघ्र माग पूरा होस् भनी यो ज्ञापन पत्र पेश गर्दछौं। भीमेश्वर नगरपालिका वडा नम्बर 1 का सम्पूर्ण कृषकहरू ठीक छ त्यही त हाम्रो वडा नम्बर 1 मा चाहिँ कुनै पनि सहकारी नै नभएको जस्तो 72 साल पूर्व होइन अरु सबैतिर चाहिँ अहिले त्यो महेन्द्रले खोजे पनि त्यही रहेछ महेन्द्रको बुढीको नामको फर्म रहेछ यो आइतले आउँछ भोलि नै आउँछ त्यो त बच्चा त्यो भाँडाकुटी खेलाइ भन्दा नि चौबर भयो क्या यो जायज माग हो। अब अहिले कृषकले अब मानो रोपेर मुरी फलाएर वर्षभरि खाने चाहिँ बेला मलको अभाव हुनु त्यो एउटा चाहिँ दुःखद चाहिँ कुरो हो। मलको सन्दर्भमा भन्नुपर्दाखेरि वास्तविकता तपाईँहरूलाई पनि थाहा छ यो हाम्रो देशमा बन्ने होइन, बाहिरी देशबाट ल्याएर तपाईँको चाहिँ सीमित ल्याएर तपाईँको चाहिँ यसो चाहिँ सीमित चाहिँ बाँड्ने कुरो हो। यो चाहिँ बागमती प्रदेशले बाँच्छ, त्यसपछि साइड ट्रेडिङ लिमिटेडले बाँच्छ र स्थानीय तहमा मतलब तपाईँ नगरपालिकामा तपाईँको चाहिँ सीमित चाहिँ खुट्टा थुकेरै माथिबाट चाहिँ आउँछ होइन, आउँछ। त्यसपछि हामीले यहाँ चाहिँ बसेर कुन कुन वडालाई चाहिँ तपाईँको चाहिँ कति चाहिन्छ अलिकति आएकोमा पनि अलिकति कृषि एरिया चाहिँ अलिकति बढी चाहिँ कृषि एरिया भएकोलाई अलिक बढी दिने, अलिकति कोइला नभएको अलिक कम दिने त्यो किसिमको चाहिँ चलन छ। त्यही किसिमको चाहिँ बाँडफाँड गरे आउने। बाँडफाँड गर्दै गर्दाखेरि चाहिँ हामीले कति 65 बुढा र अर्को कति पहिला 75 पछि 65 पहिला 65 भनेपछि 140 बुढा 140 बुढा मल चाहिँ एक वडामा चाहिँ त्यो चाहिँ बाँडफाँडमा परेको छ।
अब कुरो के रह्यो भनेदेखि साँच्चीकै भन्नुपर्दाखेरि के कुन्ताको के त्यही उत्पादन छैन। अर्कोतर्फ तपाईँको माथिबाट आउँदाखेरि नै मल चाहिँ तपाईँको चाहिँ ढिला आउँछ। अर्कोतर्फ हामी चाहिँ 79 साल वैशाख 6 गते पदभार ग्रहण गरिसकेपछि मैले चाहिँ तपाईँको थाहा पाएँ यहाँ आइसकेपछि 1 नम्बर वडाको मल चाहिँ नि कहाँबाट वितरण हुन्छ भन्दाखेरि 2 नम्बरबाट वितरण हुन्छ, 2 नम्बरको सहकारी संस्थाबाट वितरण हुन्छ भनिसकेपछि त्यतिखेरै यो जुन वडाको मल हो त्यही वडामा चाहिँ लगेर दिने त्यसै सहकारी चाहिन्छ भन्ने किसिमको चाहिँ कानुनी प्रक्रिया नै छ। पछि ल तुरुन्त चाहिँ यो चाहिँ 1 नम्बर वडाको चाहिँ सहकारी चाहिँ संस्था त्यहाँ कसले इच्छुक छ को छ चाहिँ गएर चाहिँ कृषि सहकारी संस्था दर्ता गरिहाल्नु भनेर वडा छिजीलाई मैले 3 वर्ष अगाडि भनेको। 3 वर्ष अगाडि चाहिँ तपाईँको भन्दाखेरि मैले पटक चाहिँ मैले सोधेको छु। सोद्धाखेरि चाहिँ तपाईँको त्यो सहकारी गरेर यो सिरियस कुरो हो, यो चाहिँ मलको सन्दर्भमा कुन्ताको मल हुँदैन के हुँदैन फेरि यता मिसयुज गर्दैन होला भन्ने सन्दर्भमा मैले पटक चाहिँ तपाईँको कुरा गर्छु। त्यसपछि तपाईँको जब खेतीको बेला चाहिँ तपाईँको आउँछ मल चाहिन्छ त्यो बेला आवाज निक्लिन्छ, अरू बेला तपाईँको चुपचाप पैचुप मैचुप हुन्छ। अब भइसकेपछि तपाईँको यसपालि पनि तपाईँको चाहिँ यही बेला चाहिँ तपाईँको चाहिँ नै यो कुरा आयो। म हेटौँडा पुगिसकेपछि मलाई कुरा आएँ। अस्ति 1 दिन 2 दिन अगाडि चाहिँ कुरो प्रसङ्ग चलाएको थियो। चलिसकेपछि मैले चाहिँ कृषि शाखालाई भने त्यो चाहिँ नि मैले पटक मैले भनेको छु कृषि सहकारी संस्था 1 नम्बर वडाको मलको 1 नम्बर वडाकै चाहिँ नि व्यक्तिहरूको नाममा दर्ता गर्नु कतिचोटि किन यो प्रक्रिया अगाडि बढेन ल भन्नुहोस् तपाईँ। No.